वेलकम टू ब्याक माई च्यानल। आज फेरि तपाईहरुको अगाडि एउटा नयाँ प्रोडक्ट ल्याएको छु। यहाँ देख्न सक्नुहुन्छ एक्सजिमी होराइजन एस म्याक्स आइम्याक्स इन्हान्स भन्ने डल्बी भिजनको प्रोजेक्टर। यो चाहिँ लेजर प्रोजेक्टर हो है, जसको आइएसओ लुमिनस 3100 छ। यो यहाँ सबै मेन्सन गरिएको छ है। अब यसलाई ओपनिङ गरेर हेरौँ के छ। त्यो आएको बेला त मैले चेक त गरेछु, तैपनि यसमा के एसेसरिज आउँछ मैले तपाईहरुलाई देखाउने छु है। यहाँ केही कुराहरू मेन्सन गरिएको छ, जस्तो यहाँ यसको प्राइस एमआरपी कति लेखेको छ। 349999 एमआरपी लेखेको छ। यसको सिरियल नम्बरहरू दिएको छ। यो 2025 मोडल हो, अहिले 2026 चलेछ। लेट भर्खर अब यो 5-6 महिना भयो निस्केको। 7 महिना कति अगाडि निस्केरहेछ यो। 7 महिना 2025, 5-6 महिना भयो रहेछ। 1 वर्ष हुनु भएको न। के आउँछ है हेरौँ न। कभर निकाल्यौँ। वाउ, दिस इज अ प्रोजेक्टर हर्मन कार्डन है। यो कुनै स्पोन्सर भिडियो होइन, व्यक्तिगत प्रयोजनको लागि लिएको हो है। हेभी, भेरी हेभी रहेछ यो। गरुङको हेभी भन्नाले है। ल यसमा के आउँछ, एउटा बक्स छ। भित्र के आउँछ हेर। ल यो एक्सजिमी होराइजन एस म्याक्स भन्ने प्रोजेक्टर हो, लङ थ्रु। यहाँ चाहिँ हर्मन कार्डन मेन्सन गरिएको छ, जुन चाहिँ स्पिकर यहाँ हर्मन कार्डनको रहेको छ। यहाँ चाहिँ एक्सजिमी भनेर मेन्सन पनि गरिएको छ, एक्सजिमी है। अब यसको अगाडि पछाडि चाहिँ के छ हेरौँ। पावर बटन दिएको छ। यो चाहिँ युएसबी पोर्टहरू अनि एआरसी पोर्ट रहेको छ है। यहाँ चाहिँ केही हावाहरू पास गर्नलाई, तल हावाहरू पास गर्नलाई चाहिँ यहाँ केही जालीहरू दिएको छ। एक्सजिमी होराइजन एस म्याक्स मेन्सन गरिएको छ, जसमा चाहिँ एचडिएमआई, डिटिएक्स, सराउन्ड साउन्ड यो सबै चाहिँ मेन्सन गरिएको छ है। यहाँ हेरौँ, यहाँ चाहिँ पावर कट दिएको छ। यहाँबाट चाहिँ पावर जोड्ने हो यसलाई। यो बक्सभित्र हेरौँ के छ। पहिला चाहिँ हेरिसकेको छु म खोलेर सामान चेक गर्ने बेला। यहाँ केही क्विक गाइडहरू आएको छ, जसमा चाहिँ केही कागजहरू हुन्छ। वारेन्टी कार्ड एन्ड क्विक गाइड। त्यसपछि गएर पावर केबल अनि यसमा चाहिँ एकजोड ब्याट्री पनि आउँदो रहेछ। एडप्टर, पावर एडप्टर हेभी छ यो ल। यो किलोको यससँग एउटा रिमोट आएको छ है। रिमोट, पावर बटन, सेटिङ, गुगल की, राइट डाउन प्ले। यहाँ चाहिँ मेनुअल कीहरू सबै दिएको छ। प्लस भोल्युम, माइनस भोल्युम सबै दिएको छ। अनि यहाँ चाहिँ यो कड थिचेर ब्याट्री चाहिँ राख्ने ठाउँ रहेछ। हालेर हामी चेक गर्न गइराखेका छौँ है। अब जोडेर सेटअप गरेर म तपाईहरुलाई देखाउने छु।